हेलो साथीहरु, आज चाहिँ हामी क्लास 12 को प्रिन्सिपल अफ एकाउन्टिङ अथवा एकाउन्टबाट इक्जाममा चाहिँ कसरी पास हुने अथवा एकाउन्टबाट चाहिँ धेरै भन्दा धेरै नम्बर कसरी ल्याउने भन्ने कुराहरू आज हामी बुझ्दै छौं है त। अब सबैभन्दा सुरुमा हाम्रो क्वेशन प्याटर्न कस्तो हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। सबैभन्दा सुरुमा हाम्रो क्वेशनमा ग्रुप ए भनेर दिएको हुन्छ। ग्रुप ए मा 1 मार्क्स कोटाको 11 वटा क्वेशन हुन्छ, जसबाट हामीलाई 3 वटा चाहिँ अथवा 3 मार्क्सको चाहिँ न्यूमेरिकल क्वेशन सोधिने गरिन्छ। त्यसरी नै हाम्रो ग्रुप बी बाट चाहिँ जम्मा 40 मार्क्सको क्वेशन आएको हुन्छ, जसमध्ये 28 मार्क्स चाहिँ न्यूमेरिकलको हुन्छ भने ग्रुप सी मा 8 मार्क्स कोटाको 3टा क्वेशन आएको हुन्छ, जुन सबै न्यूमेरिकल हुने गर्दछ। हाम्रो आउट अफ 75 मा 55 मार्क्स चाहिँ हाम्रो न्यूमेरिकल क्वेशन आउने रहेछ र 20 मार्क्स चाहिँ हाम्रो थ्योरेटिकल क्वेशन आउने रहेछ। अब हामीले इक्जाममा कसरी चाहिँ धेरै मार्क्स ल्याउन सक्छौं त भन्ने कुरा हामी बुझ्न गइरहेका छौं। मैले यहाँनेरि मजाले छुट्याइदिएको छु, तपाईहरुले हेर्न सक्नुहुन्छ। यहाँ कन्टेन्ट सब कन्टेन्टहरु गरेर छुट्याइदिएको छु है। सबैभन्दा सुरुमा हामीले कन्टेन्ट वाइज बुझौं। कन्टेन्टमा चाहिँ हाम्रो कोर्पोरेट अकाउन्टिङ भित्र हामीले 3 वटा शीर्षक छ। 3 वटा शीर्षकमा पनि कन्सेप्ट अफ एकाउन्टिङ, एकाउन्टिङ अफ शेयर्स, एकाउन्टिङ फर डिबेन्चर छ है। अब एकाउन्टिङ फर शेयरबाट चाहिँ हामीलाई 7 मार्क्सको क्वेशन आउँछ है। भनेको 5 मार्क्स चाहिँ छुट्टै हुन्छ अनि 2 मार्क्सको छुट्टै यो एकाउन्टिङ फर डिबेन्चरसँग जोडिएर गरेर जम्मा यहाँबाट 7 मार्क्स आएको हुन्छ एकाउन्टिङ फर शेयरबाट, र एकाउन्टिङ फर डिबेन्चरबाट छुट्टै 3 मार्क्स गरेर जम्मा कोर्पोरेट एकाउन्टिङबाट हामीलाई 10 मार्क्सको न्यूमेरिकल सोधेको हुन्छ, जुन चाहिँ हाम्रो शेयरसँग सम्बन्धित हुन्छ। त्यसरी नै हाम्रो फाइनान्शियल स्टेटमेन्ट सेकेन्ड नम्बरको कन्टेन्टमा जाम। सेकेन्ड नम्बरको कन्टेन्टमा फाइनान्शियल स्टेटमेन्ट भित्र चाहिँ के छ त भन्दाखेरि हाम्रो फाइनल अकाउन्ट छ। फाइनल अकाउन्ट दुई तरिकाको छ, एउटा ट्रेडिसनल छ, एउटा मोडर्न छ है। ट्रेडिसनल फाइनल अकाउन्ट चाहिँ हाम्रो 5 मार्क्स न्यूमेरिकलमा आउँछ भने मोडर्नमा चाहिँ मोडर्न खालके फाइनल अकाउन्ट चाहिँ हाम्रो 8 मार्क्स आउँछ। यसलाई फाइनान्शियल स्टेटमेन्ट पनि भन्ने गरिन्छ है। त्यो एनएफआरएस वाला हैन, मल्टी इन्कम स्टेटमेन्ट है, क्लासिफाइड ब्यालेन्स शीट छ नि, त्यो चाहिँ हाम्रो फाइनल अकाउन्ट मोडर्नमा पर्छ है। यो कुरा बुझिराखौं। त्यसपछि वर्कशीट पनि हाम्रो 5 मार्क्सको न्यूमेरिकलमै आउने गर्दछ है। त्यसरी नै हाम्रो क्याश फ्लो स्टेटमेन्ट पनि हाम्रो कति मार्क्समा आउने गर्दछ भन्दा 8 मार्क्समा। तपाईहरुले जुन मैले भनिरहेको छु है, यो कुराहरु नोट गरेर तपाईहरुले पढ्नुभयो भने एकदम, अथवा तपाईहरुलाई आउँदैन भने पनि कमेन्ट गर्न सक्नुहुनेछ। भिडियोलाई स्किप नगरिकन हेर्नुभयो भने तपाईले 60 मार्क्स भन्दा बढी चाहिँ यो च्याप्टर पढे भने मैले ल्याउन सक्छु भन्ने कुरा यहीबाट थाहा पाउन सक्नुहुनेछ है। त्यसरी नै हाम्रो क्याश फ्लो स्टेटमेन्टको कुरा गर्दै थियौं। 8 मार्क्सको हाम्रो त्यहाँबाट हामीले न्यूमेरिकल मार्क्स क्यारी गर्न सक्छौं अथवा पाउन सक्छौं है त। त्यसरी नै हाम्रो एकाउन्टिङ कस्ट एकाउन्टिङ छ। कस्ट एकाउन्टिङ भित्र चाहिँ कन्सेप्ट अफ कस्ट एकाउन्टिङ है। अब इनरमा छैन हाम्रो कस्ट कन्सेप्ट एन्ड ओभरहेड, यसबाट पनि छैन इनरबाट भनेको हाम्रो थ्योरेटिकल अथवा 1 मार्क्स वटाको न्यूमेरिकल आउन सक्छ है, आउँदैन भन्ने कुरा चाहिँ होइन, तर जस्ट यहीबाट चाहिँ कन्फर्म आउँछ भन्ने कुराहरु चाहिँ मैले यहाँ निरी लेखिदिएको। इनर क्वेशनहरु मात्रै यहाँबाट कति मार्क्सको आउँछ भन्ने कुराहरु मात्रै देखाइदिएको छु है। त्यसरी नै मेटेरियल एन्ड मेटल कन्ट्रोल, एकाउन्टिङ फर लेबर, कस्ट रिकन्सिल स्टेटमेन्ट बाट चाहिँ हाम्रो 3 मार्क्स, 2 मार्क्स र 3 मार्क्स गरेर आउँछ। साथसाथै हाम्रो कस्ट शीटबाट जम्मा 8 मार्क्स आउँछ। कस्ट शीट टेन्डर शीट गरेर 8 मार्क्स आउने हो है। कस्ट रिकन्सिल स्टेटमेन्ट भनेको चाहिँ हामीले पहिला बैंक रिकन्सिल स्टेटमेन्ट पढेको थियौं नि 11 मा, सिमिलर त्यस्तै खालको हुन्छ, थोरै मात्रै चेन्जेस हुन्छ है। यसमा अहिले 12 मा चाहिँ कस्ट रिकन्सिल स्टेटमेन्ट गर्नुपर्ने हुन्छ। एकाउन्टिङ फर लेबर अनि अर्को मेटेरियल एन्ड मेटल कन्ट्रोल्स भन्ने छ। यसमा चाहिँ हामीले त्यो सरले सिकाउनु भएको छ होला अहिले आई थिंक है। डब्ल्युएसी मेथड एकदम इम्पोर्टेन्ट छ है। यसबाट हामीले तपाईहरुले कुनै क्वेशनहरु बुझ्नु भएको छैन अथवा यहाँबाट गर्ने न्यूमेरिकल प्रब्लमहरु केही बुझ्नु भएको छैन भने तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ, म तपाईहरुलाई मजाले बुझाएर हाल्दिने छु। यहाँदेखि हामीले यहाँसम्मको कन्टेन्ट 3 है, कन्टेन्ट 3 सम्म बुझ्दाखेरि भनेको हामीले जम्मा 55 मार्क्स क्यारी गर्न सक्छौं है। यो कुराहरु मात्रै याद गरिम अथवा यो कुराहरुलाई मात्रै हेरेर पढिम भने। साथसाथै रहेको छ कन्टेन्ट 4 मा कम्प्युटर एकाउन्टिङ। कम्प्युटर एकाउन्टिङ भित्र चाहिँ कम्प्युटराइज एकाउन्टिङ सिस्टम छ। यसमा चाहिँ हाम्रो 1 मार्क्स वटाको क्वेशन, यो जुन 11 थियो नि थ्योरी, त्यसबाट चाहिँ 1 मार्क्स यहाँबाट आउँछ। अनि अर्को जुन थ्योरी 5
5 मार्क्स उठाएको हुन्छ त्योबाट पनि एउटा कन्फर्म कम्प्युटराइज एकाउन्टिङ सिस्टमबाट आउने गर्छ एक्जाममा। थ्यांक यू फर वाचिङ आवर भिडियो है। हजुरहरूले माया गरिरहनु भयो भने हजुरहरूको लागि भिडियो दैनिक रूपमा म ल्याइरहने छु भन्दै आजको भिडियोबाट म बिदा लिन चाहन्छु।